बेरोजगारहरूको यहाँ चलपल फेरि यस्तो छुट्टै छ गाइज। म फाइनली फेरि टक्क अब हामी जाँदैछौँ टक्क लाएर कहाँ बिचमा कहाँ जाने सालो हामी बिचमा जाने हाम्रो साउभेनासँग नयाँ साउभेना बिचमा जाने हामी दाइ समुद्र साउभेना सेम कता रे जेठान सेम समुद्र यस्तो खतरनाक देखिँदो रहेछ कि हेर न यहाँ सालो त्यो वाला आउँछ कि सेक्सी त्यो के यस्तै हो गाइज। अब हामी टक्क लाएर जाँदैछौँ होइन ऊ आमा ल है गाइस अब हामी त टक्क लाएर मिलफुन्तो आइसक्यो टक्क लाएर नुहाउनको लागि चड्डी बनियान सब हालेर सालोले त चड्डी बनियान तिमीले ल्याऊ कि नै जेठान मेरो छैन नि भाइ यता सालो यता जेठान होइन त्यहाँ दाइ यस्तो छ गाइस टोलीहरू। हामी चाहिँ यो कुन ठाउँमा हामी चाहिँ यो मिलफन्तोसको चाहिँ एउटा बिचमा चाहिँ आज यसो चिल हानौँ भनेर आएको। हामीसँग हुनुहुन्छ हाम्रो एउटा नवीन दादा, त्यसपछि हाम्रो गणेश भेना टक्क हेन्सी भएर हिँड्नुभयो, अगाडि चाहिँ प्रकाश दादा हुनुहुन्छ, अनि त्यसपछि तपाईँहरूको सामुन्ने म छु होइन, म पनि देखिरहेको छु होइन। म चाहिँ अलि यहाँनिर हल्का कपाल पालेको भएर त्यस्तो देखियो, नत्र मान्छे त म पनि राम्रै हो। अनि आज चाहिँ हामी तपाईँलाई के हुन्छ होइन, पोर्तुगलको बिचमा चाहिँ हामीले कसरी चाहिँ नुहाउने, कसरी चाहिँ यो बिचमा चाहिँ इन्जोय गर्ने भन्ने चाहिँ सबै देखाउँछौँ होइन। बेरोजगार सङ्घको अध्यक्ष त हामी म हो होइन। अब एउटा नयाँ साउ हुनुहुन्छ गणेश साउ, नयाँ एजेन्सी खोल्नुभयो। अब हाम्रो प्रकाश भिनाजीको त अब कुरै नगरौँ। अनि यो भनेको फेरि घन्टाको 8 हान्ने मान्छे हो प्लिज। त्यसपछि अलि यो गोप्रोमा चाहिँ मेरो अनुहार देखाउन अलिक गाह्रो हुँदो रहेछ क्या यार। के भन्नु घन्टाको 8 हान्ने मान्छे हो कि यो। अनि त्यसपछि हेर्नु गाइस राम्रो राम्रो केटीहरू पनि देखिन्छ नि यहाँ, तर खासै पछाडिबाट हेर्दा लड्की जस्तो भन्दै हुनुहुन्छ। ल हेर्नुहोस् गाइज यहाँ दुईजना डेटिङ हेरिरहन् यिनीहरू, एसियनहरू हुन्। एसियनले चाहिँ काली पट्टाएको हो, कपाल चाहिँ राम्रो हो तर अलिकति हामी चाहिँ, तर हामी यस्तो बाटोमा हिँडिरहँ होइन, यो चाहिँ मरुभूमि जस्तो छ, कहाँ हो के हो थाहा छैन। हिँड्ने बाटो अनि एकदम के लास्टै बेवारी चाहिँ भइयो होइन, मिलफन्तो सारा हराइयो गाइज, कहाँ हो के हो कसो केही थाहा छैन। चिसो खानी भनेर काँडोले टेक्न भएन हामीले। काँडा हेर्नुहोस् ठ्याक्कै यो चाहिँ नेपालको जस्तै काँडा हो कि, यो चुत्रोको जस्तो पात छ तर बिउ चाहिँ धत्रोको जस्तो छ गाइज होइन। अनि ल हेर्नुहोस् फाइनल्ली गाइज म तपाईँलाई अब ट्याक 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 गरेर एकदम यस्तो गरेर मिठो समुद्र देखाउँछु। ल हेर्नुहोस् कस्तो राम्रो भ्युज, भेना यसलाई जुम गर्न मिल्दैन, सिन हेर्नुहोस् होइन सर। ल जेठान हजुर भन्नु नि त के हो खास कुरा यहाँ काण्ड आजको यहाँ के भयो खास केटाहरूले के गर्यो आजको काण्ड केही पनि होइन दादाहरूले चिल हान्ने भने चाहिँ ओभर चिल भइदिएर हो कि सालो यहाँ चाहिँ अब टक्क लाएर हामी चाहिँ अब यहाँ हेर्नु सक्नुहुन्छ, यहाँ पुरा खैरे दिदी दाजुभाइहरू सबजनाहरू चट्ट चिल हान्दै हुनुहुन्छ। अब हामी पनि चिल हान्न जाँदैछौँ टक्क लाएर हामी चाहिँ यहाँ कहाँ छौँ टक्क लाएर। अब हामी यहाँ के खानेछौँ देखाउनेछौँ तपाईँहरूलाई, राम दिदीहरूसँग भेटाउँछौँ है त। सबजनाले हेरिरहेको छ र हामी त के कडै भ्लगर जस्तरी है, तर हामी नयाँ हो, सिक्दै यो गर्दै यो यस्तै छ गाइस। अब हामी टक्क लाएर आउँदैछौँ, टक्क लाएर तपाईँहरूलाई चिसो चाहिन्छ बिचमा पनि टक्क यहाँ पाइन्छ, फर्स्ट पाका पनि त यो त यार छ्या खिच्न मात्रै आए जस्तो भयो। यहीँ बसौँ न त अनि सो गर्मीमा हामी चाहिँ टट्ट लाएर अब नआउने भनेर आएको। सो बल्ल दादाहरूसँग भेट भयो, हाम्रो दाईहरू बल्ल आउँदै हुन्छ टक्क लाएर। दाई बिचरा हामी नि हिँडेर आएको वहाँबाट, उता हामी पनि हिँडेर आएको उहीँबाट। गाह्रो छ दाजुभाइहरूसँग जेठान होइन, भनिदिनु न गाह्रो भयो कि होइन केटाहरूलाई भेटाउनलाई गाह्रो छ। दाजुभाइहरू के पास गरिरहेछन् थाहा छैन है,
दाइ बिचरा हामी नि हिँडेर आएको वहाँबाट हामी पनि हिँडेर आएको उहीँबाट गाह्रो छ दाजुभाइहरूसँग जेठान होइन भनिदिनु न गाह्रो भयो कि होइन केटाहरूलाई भेटाउनलाई गाह्रो छ दाजुभाइहरू के पास गरिरहेको छन् थाहा छैन है दाजुभाइहरू के भयो खास यहाँ यस्तो भलक बनाउने हुनु क्या हामी अहिले म यहाँ उस के टक्क लाएर हेर्नु दामी मजा आउँछ गाइस तर घाम चाहिँ डुब्दै गयो केही छैन तपाईँहरूलाई मैले बिहान 5 बजीबाट हिँडेको थिएँ नि मैले यो नजारा देखाउनलाई क्या गाइस म बिहान आएको चाहिँ यो नजारा हेर्नु यो नजारा यो नजारा देखाउन लाग्यो गाइस केटाहरूले फेरि दिन्छ समुद्र देखाउँछ केटाहरू यहाँ अनि समुद्र अरे बेजनास्ताल वरिपरि अब दादाहरू रेडी हुँदैछौँ नुहाउनको लागि टक्क लाएर अब यहाँ होइन त हुन्छ यहाँ झन् गइरहन्छ के यो त झन् माथि छ के चट्ट लाएर ट्याक्क ल्याएर दादाको स्किल पनि कडा छ फेरि आउँछ नि अलि बेलुकी हेर अहिले त कहाँ आउँछ त नि सालो म नि इन्जोय हान्नु पऱ्यो नि यार डुब्छ के भन न के भन्नु एकदम चिलो भइरहेछ तर पानी चाहिँ अलिक यहाँ रहेछ के अब पानी त उता जानु पऱ्यो नि यार अनि छेउमा बसेर नि यहाँ भनेर हुन्छ सालो यार हामी देखेको है भ्यू त बवाल देखियो होइन आउनु के आउनु केही हुन्न यहाँ त आउनु न यता त्यो थाल त यहीँ त हो के अरे आउने कसको लाइटर खस्यो मेरो पोल्टीबाट ए म्यान फुले सुरट पनि रहेछ नि दाइ होइन खोल मात्रै रहेछ हामी मिलफन्तोसमा छौँ यता हुनुहुन्छ हरि भेनाजु अनि त्यसपछि यता हुनुहुन्छ गणेश भेना हामी एकदम चिरान्दै हुनुहुन्छ ऊ पानी चिसो छ एकदम रमाइलो भइरहेछ है गाइज यो गर्मीको मौसममा होइन समुद्रको बिचमा चाहिँ गोप्रो लिएर हिँड्दैछौँ हामी पानी पऱ्यो भने पनि एकचोटि डुबाम है पानीभित्रको सिन कस्तो हो यता चाहिँ हाम्रो लड्की हाम्रै मित्र रहेछ यार को लड्की आयो भनेको त हाम्रै मित्र रहेछ नि यार सिन भइरहेको गाइज उहाँ पर हो हाम्रो चाहिँ कपडाहरू भएको मित्र सामान त म पिकिहाल्छु समय त म पिकिहाल्छु होला फेरि केही हुन्न के ढुक्क हुनुहोस् यार केही हुन्न क्या विथआउट कभरै हो नि यार वाटरप्रुफ हुने भनेको यार तपाईँले नि हँसाउनुहुन्छ यार त्यही हो दाजुभाइहरू सबजना चिलमा हान्ने छ सबै चिले चिल बाच कोही छैन एउटा प्लास्टिक लिएर आउनुपर्छ नि त्यो च्याप्पा गोदिहाल्नु मात्रै भन्नुपर्ने भन्नुहोस् यहाँ
पानी खाए मलाई दादाले डेड बडी एउटा भिडियो हेर्नु हो पुरा मस्त सिच्छ पुलिसले तान्छ नि झ्याप भएर नि भएन नाका लास्टै चर्को रहेछ यार ल 1 2 3 ल ओ केटा ओए लास बगाएर आइरहेछ सो हाम्रो दाजुहरू टक्क लाएर नुहाइरहेको छ टक्क लाएर च्यापा लाएर झापा लाएर दाहरू टक्क टोलीहरू टक्क लाएर नुहाइरहेको छ टक्क लाएर इन्जोय हानिरहेको छ दाहरूले आज त्यस्तै हो गाइज सो हामी चाहिँ यस्तो नजरामा सट्ट लाएर ओए खस्यो ओए देखियो सो यस्तै हो गाइज अब म पनि नुहाउनु हाम्रो दाइ पनि टक्क हाँसिरहन् फेरि म दाइ फर्स्ट टाइम